यो चाहिँ हाम्रो नयाँ फ्ल्याट कम्पनी फ्ल्याटमा यस्तो छ। यता पनि मान्छेहरू रहेछ होइन, यता पनि चाहिँ यो चाहिँ हाम्रो सामान यहाँ राखेको छु। यहाँनिर चाहिँ डस्टबिन फ्याँक्ने ठाउँ र लिफ्ट दुइटा। अनि यो चाहिँ हाम्रो लेट्स visit my room, okay? Okay, let's go. यो चाहिँ म सुत्ने अनि अर्को दाइ नेपाली एउटा अब तहसिल सिलगढीको साथी यहाँनिर याकुब दाइ बेसी हल्ला भयो। अनि यो चाहिँ अब सामानहरू राख्ने ठाउँ भयो। फ्रिज भयो, ताजङ बुजुङ छ, भर्खर सामानहरू मिला होइन केटाहरूको जस्तै। यो वासरुम छ, यतातिर नुहाउने ठाउँ थियो, वासिङ मेसिन। यस्तो छ। अब यताको यो भयो, अब यो पनि हाम्रै मान्छेहरू बस्छन् होइन। यता पनि छ, यता पनि बस्छ, यता पनि छ। र एउटा रुममा चाहिँ 4जना बेड राखेर 4जना बस्छ। किनेको चाहिँ अघिको चाहिँ फ्ल्याट नम्बर 1 थियो, त्यो चाहिँ हाम्रो। यो चाहिँ फ्ल्याट नम्बर 2, यो पनि हाम्रै केटाहरू बस्छन्, एउटै कम्पनीमा काम गर्नेहरू। ओ सुडो सिडी छ भन्दै थियो त कहाँ? कस्तो सिडी यहाँ पर। अब यहाँ पनि सिडी, यहाँ सिडी छ यस्तो मुनि झर्ने होइन। लग्जरियस रुमहरू छन् यता केटाहरू बस्ने यतातिर चारैपट्टि छ। अब यता चाहिँ हाम्रो किचन छ है। किचनको लागि चाहिँ माथि आउनुपर्छ हाम्रो। फर्स्ट फ्लोर चाहिँ हाम्रो रुम हो। यो सेकेन्ड फ्लोरमा नि हाम्रै सँगै काम गर्ने कम्पनीको केटाहरू छ। यो चाहिँ हाम्रो किचन भयो होइन। किचन चाहिँ यस्तो छ हाम्रो अहिलेको लागि। यहाँनिर फ्रिज छ, फ्रिज पनि रुममा कुनटा दिएको छ। यो चाहिँ इमर्जेन्सी फर किचनमा मात्रै लागि, रुममा पनि एक कुण्डा छ सबैको। यस्तै छ अब, यस्तै छ कुवेतमा दुःख सुख। Your smile lit up like a sunrise glow, touch so soft where the seasons flow. We met where the stars take their flight. Every moment with you feels just right. Whisper your name